मङ्सिरको 20 गते शनिबार चाहिँ हैन हामी चट्ट नुहाइधुवाइ गरेर झोलासोला प्याक गरेर चाहिँ गाडी रेडी गरेर अनि त्यसपछि हामी चाहिँ लाग्यौं मनोकामनातिर। किनभने चाहिँ भोलिपल्ट 21 गते चाहिँ मेरो कान्छी छोरीको पहिलो जन्मदिन हो, त्यही भएर चाहिँ हामी जन्मदिन मनाउन मनोकामनातिर लाग्यौं। अनि त्यसपछि चाहिँ बाटोमा चाहिँ हामी आई मलेखुमा माछा खाम न त, मलेखुको माछा नखाइ त अब बाटो हिँडेको हाइवे हिँडेको त कामै छैन भनेर माछा खायौं। अनि त्यसपछि यस्तो कुल्लड चिया के कुल्लड चाय खायौं यसरी मस्त रमाइलो डाँडामा रमाइलो हेर्दै। अनि त्यसपछि चाहिँ हामी अगाडि बढ्यौं मनोकामनाको यात्रामा। मनोकामना चाहिँ टल्ल घाम लागिरहेछ गाइस। त्यसपछि हामी गयौं अनि गाडी पार्क गरेर चाहिँ टिकट सिकट लियौं हामीले केबल कारको। अनि चाहिँ चट्ट लाएर मैले चाहिँ छोरीलाई यसरी झोलामा बोकी अनि झोलामा बोकेर चाहिँ सबजना हातमा सामान कोही बच्चा लिएर चाहिँ हामी उकालो लाग्यौं। अनि उकालो लाग्दा चाहिँ यहाँ तपाईहरुले देख्नुभयो होला हैन, चट्ट कस्तो राम्रो पानी बगिरा हुन्छ नि त मनोकामनाको। अनि त्यसपछि केबल कार चढौं भनेर चाहिँ त्यतातिर लाग्यौं। हल्का लाइन थियो अलिअलि। अनि त्यसपछि हामी चाहिँ पालो आयो अनि एउटैमा जाम सबै भनेर भन्यौं हैन। अनि त केबल कार आयो कि यस्तो अब केबल कार त रोकिन नि त, हतार 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 चाहिँ चढ्यौं हामी। धन्नै हामीलाई छोडेर गएको गाइस, धन्नै छोडेर गएको यो केबल कारले। अनि त्यसपछि यो चाहिँ मेरो भान्जी अनि यो चाहिँ मेरो छोरी। भान्जीलाई चाहिँ केबल कारमा लास्टै डर लाग्यो रे अनि रोएर उहाँ बहिनीले उ फगाइरहेछे, नरौ नरौ दिदी नरौ, एकैछिन मात्रै हो भनेर उलाई चाहिँ केबल कारमा एकदम डर लाग्छ। अनि त्यसपछि चाहिँ हामी पुरा यस्तो आएपछि चाहिँ घटट्ट गर्छ नि त। अनि यो चाहिँ पहिला चाहिँ एनसीएल गाउँ थियो क्या, यो पहिला हामी मनोकामना जाँदाखेरि एनसीएल गाउँ भनेर लेखा हुन्थ्यो नि त। अनि पुरै डाँडा पाखा हेर्दै चाहिँ हामी चाहिँ ट्याक्क मनोकामना आइपुग्यौं। अनि त्यसपछि हामी केबल कारबाट झर्यौं हतार हतार। अनि हामी झर्ने बित्तिकै चाहिँ चढ्ने मान्छेको लाइन थियो गाइस। अनि ट्याक्क बेलुका पुग्यौं। अनि बेलुका पुगेर चाहिँ मन्दिरमा जाम भनेर चाहिँ लुगासुगा फेरिवरी हामी चाहिँ मन्दिर हेर्न गयौं। बत्ती सत्ती बालेको एकदम रमाइलो हैन। मेरो छोरीलाई चाहिँ भिडियो बनाइदिनु पर्यो रे। अनि बेलुका चाहिँ हामी यस्तो जाडो थियो अनि आगो ताप्यौं क्याम्प फायर गरेर, पुरै त्यहाँ चाहिँ मासु पोलेर खायौं। अनि यहाँ चाहिँ मेरो भान्जी र छोरी चाहिँ पुरै के हो खै गीतै बिर्सेँ मैले, त्यो मोबाइलको लाइट बाली बाली नाच्नेवाला गीतमा चाहिँ मस्त नाचे। अनि भोलिपल्ट बिहान चाहिँ हामी यसरी मन्दिरमा लाइन बस्यौं। अनि लाइन बसेर चाहिँ पूजा गर्यौं। अनि मेरो जन्मदिनवाला छोरी जन्मदिन मनोकामनामा मनाइयो भनेर चाहिँ खुब रमाउँदै उफ्री उफ्री गरिरहेछ। अनि बेलुका चाहिँ यस्तो थाकेर घर आइपुगेको थियौं गाइज है, त्यही पनि केक नकाटी भएन भनेर चाहिँ केक काटेर बर्थडे मनाइयो।